एउटा चाहिँ हाम्रो अहिले नेपालमा यो मृगला सम्बन्धी रोगका उपचार विधिहरू पनि बढी छन् र हाम्रो सुविधाहरू पनि बढी भए। पहिला हाम्रो बेलैमा पत्ता नलाग्ने रोगहरू अहिले चाहिँ बढी पत्ता लागि पनि राखेको छ। अनि अलिकति जनचेतना पनि मलाई यो जाँच गर्ने बढेको छ जस्तो छ। जसरी अर्को सुविधा भन्दाखेरि हाम्रो यो बिमाहरूले गर्दाखेरि पनि मान्छेहरूले बढी चेकअप गराउने, त्यसले गर्दा पनि हामीले बढी क्याप्चर पनि गरेको हुनसक्छ। दोस्रो कुरा, यथार्थमै नेपालमा मात्रै होइन, यो खास गरी विकासोन्मुख देशहरू जुन विकासशील राष्ट्रहरू छन्, नेपाल, भारत, चीन, बङ्गलादेश, यतातिर चाहिँ यो मृगलाको रोगहरू बढेका छन्। त्यसको कारण मेन यो नन कम्युनिकेबल डिजिजहरूको प्रकोप चाहिँ नै अहिले यो क्षेत्रमा एकदमै समस्याको रूपमा आएको छ। अनि मृगला बिगार्ने मेन कारण भनेको यो नन कम्युनिकेबल डिजिजमा डायबिटिज र उच्च रक्तचाप या हाइपरटेन्सन भनिन्छ, त्यो चाहिँ अहिले प्रमुख कारण मृगला बिगार्ने या मृगला फिल गराउने कारणहरू हो। अनि अहिले हाम्रो समाजमा चाहिँ यङ मान्छेहरूमा पनि ब्लड प्रेसरको समस्या भएको तपाईँले थाहा पाउनुहुन्छ होला। पहिला हामीले ब्लड प्रेसर भनेको बुढाबुढीलाई मात्रै हुने रोग ठान्थ्यौँ। त्यस्तै मधुमेह पनि अलि बुढाबुढी उमेर ढलेको मान्छेलाई मात्रै मधुमेह रोग लाग्छ भन्ने जुन हाम्रो एउटा अवधारणा थियो र केही हदसम्म सत्य पनि थियो, त्यो अहिले आएर पहिला 60 उताका मान्छेहरूलाई लाग्थ्यो भने अहिले हाम्रो तेस्रो या चौथो दशकमै हामीले यस्ता बिरामीहरूको प्रकोप चाहिँ नै धेरै नै पाएका छौँ।